Fishing engine and कोदोको रक्सी and कोदोको झाडा है हामीले यहाँ कोदोलाई मिल गर्छौं त्यसलाई फुटाएर चाहिँ यो स्क्रू कन्भेयरको थ्रुबाट यहाँ चाहिँ त्यो जाँडलाई चाहिँ अब तताउने काम हुन्छ जस्तै मेरो पछाडी देखिरहनु भएको छ यो स्टिलको ठुलठुलो ट्याङ्कहरु हैन यहाँ हाम्रो जुन भएको फेसिलिटी छ यसमा चाहिँ हामीले प्राय सबै किसिमको अल्कोहलिक बेभरेजेसहरु बनाउन सक्छौं स्टार्टिङ फ्रम हाम्रो मेन फ्ल्यागशिप प्रोडक्ट कोदोको रक्सी हो पछाडी तपाईले देख्न सक्नुहुन्छ पुरै कोदो हाम्रो हैन ट्याम यो सबै कोदो धेरै रहेछ यो त त्यसरी जिन पनि बनाउन सक्छौं चाहे भने रम पनि बनाउन सक्छौं हैन तर टु मच अफ प्रोडक्ट डाइभर्सिफिकेसनमा हाम्रो सुरुको स्ट्र्याटेजी छ फोकसिङ अन जिन अनि कोदोको रक्सी अनि कोदोको झाडा अब जस्तै कोदोकै रक्सीलाई लिएर मैले यहाँहरुलाई भने यसलाई चाहिँ हामी म्याश टन भन्छौं बेसिकली यसमा चाहिँ हामीले अन्नलाई अथवा कोदोलाई चाहिँ उमाल्ने काम गर्छौं त्यस्तै त आउनु भने म तपाईलाई क्विकली देखाइदिन्छु यहाँ मिलिङ मसिन छ है हामीले यहाँ कोदोलाई मिल गर्छौं त्यसलाई फुटाएर चाहिँ यो स्क्रू कन्भेयरको थ्रुबाट यो मास्टन भन्ने यो मसिनमा लान्छौं यहाँ लगेर चाहिँ त्यो कोदोलाई उमाल्ने काम हुन्छ कोदोलाई जेलाटिनाइज गर्छौं ताकि चाहिँ एन्जाइमले त्यसलाई चाहिँ पचाएर फर्मेन्टेबल सुगरको फर्म दिन सकोस् अनि त्यो भइसकेपछि त्यसलाई चिस्याएर हामीले यतापटि देख्नु भएको दुईटा ट्याङ्क छ फर्मेन्टर ट्याङ्क्सहरु हो यहाँ ट्रान्सफर गर्छौं यहाँ पम्प गरिसकेपछि यहाँ चाहिँ अनि हामीले नेपाली भाषामा भन्नुपर्दा मर्चा हाल्छौं के यीस्ट हाल्छौं यीस्टको न्युट्रिएन्ट्सहरु हाल्छौं यो टेम्परेचर कन्ट्रोल्ड हुन्छ अनि त्यसपछि करिबन 5 देखि 7 दिनमा चाहिँ यहाँ चाहिँ जाँड तयार हुन्छ नेपाली भाषामा जाँड इन्डस्ट्रीको टर्ममा भयो भने डिस्टिलर्स बियर भन्छ त्यो तयार हुन्छ यसमा चाहिँ अनि करिबन हाम्रो जाँडमा चाहिँ 8 देखि 11% चाहिँ रक्सी बन्छ भनौं त्यो भइसकेपछि यसमा पुरा चाहिँ रक्सी बनिसक्यो भनेर चाहिँ हामीले स्पेसिफिक ग्राभिटी चेक गर्छौं बियरको इनिशियल स्पेसिफिक ग्राभिटी र फाइनल स्पेसिफिक ग्राभिटी चेक गरेर त्यो कन्फर्म गरिसकेपछि हैन टेक्निकल कुरामा गएन कन्फर्म गरिसकेपछि अब यसलाई चाहिँ हामीले पम्प गर्छौं कहाँ भने रक्सी बन्ने मसिन भनौं न कपर स्टिल कपरको छ भने कपर स्टिल भन्छ यहाँ हाल्छौं हामीले पम्प गरेर यहाँ चाहिँ त्यो जाँडलाई चाहिँ अब तताउने काम हुन्छ सिम्पल भाषामा तर साइन्टिफिकली भइकेराछ भने पानीको र विभिन्न अल्कोहल्सको चाहिँ तपाईको इभापोरेसन जुन टेम्परेचर फरक हुन्छ हैन अल्कोहल चाहिँ अलि छिटो हुन्छ जस्तै मेथानोल 64 डिग्रीजमा हुन्छ इथानोल 78 डिग्रीजमा हुन्छ पानी 100 डिग्रीमा हुन्छ उनीहरुको त्यो फिजिकल क्यारेक्टरिस्टिक्सको फाइदा उठाएर चाहिँ हामी सेपरेट गर्छौं हैन हुने त्यो यहाँ उमाल्छौं जाँडलाई जाँडको बाफ बनेर जान्छ अनि यो जुन देखिराख्नु भएको छ विभिन्न यसलाई कलम भन्छ यसलाई जिन बास्केट भन्छ यसलाई कन्डेन्सर भन्छ कुन चाहिँ रक्सी बनाइराछौं कुन किसिमको त्यसको आधारमा कुनै युज हुन्छ कुनै युज हुँदैन तर अल्टिमेटली जे सबै भए पनि आखिरमा यहाँबाट झर्छ यो कन्डेन्सर भयो यहाँबाट चाहिँ बाफ आउँछ रक्सीको बाफ त्यो बाफलाई चाहिँ हामी चिस्याउँछौं यो कुलिङ ट्याङ्क भयो कुलिङ ट्याङ्कको चिसो पानी सर्कुलेट भएर हुन्छ बाफ माथिबाट आउँछ चिसो पानीले त्यहाँ हिट एक्सचेन्ज हुन्छ चिसो पानीले बाफको तातो लिदिन्छ अनि आफू तातिएर जान्छ हिट एक्सचेन्ज भइसकेपछि चाहिँ हाम्रो रक्सी चाहिँ यहाँबाट एज अ लिक्विड झर्छ सिम्पल फर्ममा भन्दा त्यति हो अब तर त्यसलाई चाहिँ हामीले फेरि रिडिस्टिल गर्छौं डबल डिस्टिल ट्रिपल डिस्टिल गर्छौं हैन कतिको रक्सीमा स्मुथनेस तपाईलाई चाहियो तपाईले के बनाइराछ त्यसको आधारमा हुन्छ जनरली हामीले कोदोको रक्सीलाई चाहिँ 2 टाइम्स गर्छौं डबल डिस्टिल गर्छौं यसरी चाहिँ हाम्रो रक्सी बन्ने पुरा प्रक्रिया सकिन्छ त्यसपछि हामीले त्यसलाई फिल्टरिङ गर्छौं बोटलिङ गर्छौं हैन लेभलिङ गरेर चाहिँ अनि बजारमा जानलाई तयार हुन्छ